नमस्ते। नेपालमा यो भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा हैन सबैभन्दा पहिले नाम आउने निकाय नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो। आज हामी यही महत्त्वपूर्ण संवैधानिक निकाय यसको संरचना कस्तो छ, यसले कसरी काम गर्छ भन्ने बारेमा अलिक गहिरिएर कुरा गरौँ न। हाम्रो मुख्य आधार चाहिँ नेपालको संविधानको भाग 21 हो। त्यसो भए सुरु गरौँ यसको संरचनाबाटै है। संविधानले के भन्छ भने आयोगमा एकजना प्रमुख आयुक्त हुनुहुन्छ अनि उहाँसँगै अरू 4 जना आयुक्तहरू र उहाँहरूको नियुक्ति चाहिँ राष्ट्रपतिले गर्नुहुन्छ, तर आफैले सिधै गर्ने होइन कि संवैधानिक परिषदको सिफारिसमा। हो, यहाँनिर यो संवैधानिक परिषदको भूमिका एकदम महत्त्वपूर्ण छ। सामान्यतया होइन, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख जस्ता उच्च पदस्थ व्यक्तिहरू रहने यो परिषदको सिफारिसले नियुक्ति प्रक्रियामा एउटा शक्ति सन्तुलन मिलाउन खोजेको देखिन्छ। अनि यसले आयोग कति स्वतन्त्र रहन्छ भन्नेमा पनि त असर पार्छ नि। हो नि, नियुक्ति भइसकेपछि उहाँहरूको पदावधि चाहिँ 6 वर्षको हुन्छ। तर यो सधैँ 6 वर्ष नै टिक्छ भन्ने चाहिँ छैन होइन? छैन। विभिन्न अवस्थाहरू छन्, जस्तो 65 वर्ष उमेर पुग्यो भने पद जान्छ। आफैले राजीनामा दिए पनि भयो। हो, लिखित राजीनामा। अनि अर्को भनेको महाभियोग। संसदबाट महाभियोग पारित भयो भने पनि पद खाली हुन्छ। एउटा अर्को अवस्था पनि छ नि हैन? त्यो शारीरिक वा मानसिक अस्वस्थताको। छ। यदि शारीरिक वा मानसिक कारणले काम गर्नै नसक्ने अवस्था आयो भने संवैधानिक परिषदले नै सिफारिस गरेर राष्ट्रपतिले हटाउन सक्ने व्यवस्था पनि छ। अनि अब मृत्यु भएमा त स्वतः पद रिक्त भइहाल्यो। यी व्यवस्थाहरूले गर्दा मतलब 6 वर्षे कार्यकाल र विशेष अवस्था बाहेक हटाउन नसकिने कुराले आयुक्तहरूलाई अलि ढुक्क भएर काम गर्न सजिलो होला नि। हो, त्यसैको लागि हो उनीहरूलाई निर्धक्क भएर कसैको दबावमा नपरी काम गर्ने आधार दिन खोजेको हो। अनि अर्को एउटा चाखलाग्दो व्यवस्था पनि छ है। एक पटक आयुक्त भइसकेको व्यक्ति सामान्यतया फेरि त्यही पदमा नियुक्त हुन नपाउने। तर आयुक्तलाई चाहिँ प्रमुख आयुक्त बनाउन मिल्छ। तर त्यस्तो बेला उहाँले पहिले आयुक्त भएर काम गरेको अवधि पनि गणना हुन्छ होइन? हो, त्यो अवधि पनि जोडिन्छ। यो पुनर्नियुक्तिमा रोक लगाउने कुरा चाहिँ खासमा निकै महत्त्वपूर्ण छ। यसको पछाडिको सोच के हो भने आयुक्तहरूले भविष्यमा फेरि पद पाइन्छ कि भनेर कसैसँग सम्झौता नगरून्, उनीहरूको निष्पक्षता स्वतन्त्रता कायम रहोस् भन्ने नै हो। मतलब उनीहरू व्यक्तिप्रति भन्दा पनि संविधान र कानूनप्रति वफादार रहन् भन्ने अपेक्षा। बिल्कुल, त्यही अपेक्षा राखिएको हुन्छ। ल, अब यस्तो महत्त्वपूर्ण पदमा पुग्नलाई योग्यता चाहिँ के चाहिन्छ त? संविधानले केही तोकेको छ? तोकेको छ। केही मापदण्डहरू छन्। पहिलो त कम्तीमा स्नातक तह पास गरेको हुनु पर्यो, कुनै मान्यता प्राप्त विश्वविद्यालयबाट। अनि राजनीतिक दलको सदस्य हुन भएन होइन त? हो, नियुक्ति हुँदाखेरि कुनै पनि राजनीतिक दलको सदस्य हुनु भएन। यो महत्त्वपूर्ण छ। अरू नि अनुभव चाहिन्छ कि? चाहिन्छ। अनुभवको पनि कुरा छ। लेखा, राजस्व, इन्जिनियरिङ, कानून, विकास वा अनुसन्धान यस्ता क्षेत्रमा कम्तीमा 20 वर्ष काम गरेको हुनु पर्यो। अनि त्यो कामबाट अनुभव मात्र होइन, प्रतिष्ठा पनि कमाएको, मतलब विशिष्ट व्यक्ति हुनु पर्यो। विशिष्ट व्यक्ति र उच्च नैतिक चरित्र पनि भनिएको छ है। हो, उमेर 45 वर्ष पुगेको हुनु पर्यो अनि उच्च नैतिक चरित्र भएको। अब यो उच्च नैतिक चरित्र वा विशिष्ट व्यक्ति भन्ने कुरा अलि व्यक्तिपरक जस्तो सुनिन्छ हैन? तीको इमान्दारिता, उसको निष्ठा, समाजमा उसको छवि कस्तो छ त्यसलाई पनि उत्तिकै महत्त्व दिएको छ। यो पद निकै संवेदनशील छ भन्ने कुरा यसले झल्काउँछ। संरचना र योग्यताको कुरा त बुझियो। अब लागौँ न त आयोगको मुख्य कामतिर। के गर्छ त अख्तियारले खासमा? संविधान अनुसार नै हेर्दा आयोगको मुख्य काम भनेको सार्वजनिक पदमा बसेको कुनै व्यक्तिले भ्रष्टाचार गर्यो, आफ्नो अख्तियारको दुरुपयोग गर्यो भने त्यसमाथि कानून अनुसार अनुसन्धान गर्ने हो। आफैले अनुसन्धान गर्न पनि सक्छ वा अरू निकायलाई गराउन पनि सक्छ। अनि अनुसन्धानबाट भ्रष्टाचार भएको देखियो भने प्रमाण पुग्यो भने आयोग आफैले त्यस्तो व्यक्ति विरुद्ध अनि त्यसमा संलग्न अरू जो छन् उनीहरू विरुद्ध तोकिएको अदालतमा मुद्दा दायर गर्न सक्छ। यो त निकै ठूलो अधिकार भयो नि। हो, यो एकदमै शक्तिशाली अधिकार हो। तर एउटा प्रश्न उठ्छ के आयोगले जुनसुकै सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि अनुसन्धान थाल्न सक्छ त? के केही सीमाहरू छन्? सीमाहरू छन्।
महत्त्वपूर्ण सीमाहरू छन्, केही अपवादहरू छन् भनौँ न, जस्तो कि संविधानले नै विशेष व्यवस्था गरेका केही पदाधिकारीहरू छन्। जस्तै का न्यायाधीशहरू या अरू संवैधानिक निकायका प्रमुख र सदस्यहरू उहाँहरू पदमा बहाल रहँदासम्म आयोगले सिधै अनुसन्धान गर्न पाउँदैन। पदमा हुँदासम्म नपाउने हो। त्यसैगरी न्यायिक परिषदबाट कारवाही हुने न्यायाधीशहरू भए वा सैनिक ऐन अनुसार कारवाही हुने सैनिक कर्मचारीहरू भए उनीहरू पनि पदमा छँदासम्म आयोगको क्षेत्राधिकारभन्दा बाहिर हुन्छन्। त्यसो भए उनीहरूले भ्रष्टाचार गरे भने चाहिँ केही नहुने त, अनुसन्धानै नहुने? होइन, त्यस्तो होइन। अनुसन्धानै नहुने भन्ने होइन। उहाँहरू पदबाट हटेपछि, मतलब कार्यकाल सकिएपछि वा अरू कुनै कारणले पदमुक्त भएपछि चाहिँ आयोगले कानून बमोजिम अनुसन्धान गर्न सक्छ। पदबाट हटेपछि चाहिँ मिल्ने? हो, मिल्ने। यो व्यवस्थाले खासमा त्यो शक्ति पृथकीकरणको सिद्धान्तलाई ध्यानमा राखेको जस्तो देखिन्छ। मतलब एउटा स्वतन्त्र निकायले अर्को स्वतन्त्र निकायको काममा अनावश्यक हस्तक्षेप नगरोस् भन्ने होला। अनि हरेक निकायको आफ्नै खालको छानबिन र कारबाही गर्ने प्रक्रिया पनि त होला नि? हो, त्यसलाई सम्मान गरेको देखिन्छ। भनेपछि यसको सार के देखियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रण गर्न बनेको एउटा प्रमुख संवैधानिक अङ्ग त हो, तर यसको आफ्नै निश्चित संवैधानिक र कानुनी सीमाहरू छन्। यसको संरचना, नियुक्ति, योग्यता, कार्यकाल, काम गर्ने तरिका, अधिकार क्षेत्र सबै कुरा संविधानले नै प्रष्ट पारेको छ। बिल्कुल। यो सबै संवैधानिक खाका हेर्दाखेरि आयोगलाई सकेसम्म स्वतन्त्र, सक्षम र प्रभावकारी बनाउन खोजेको प्रष्ट देखिन्छ। तर हैन, यो छलफलले हामीलाई एउटा निकै गम्भीर प्रश्नमा पनि पुर्याउँछ जस्तो लाग्छ मलाई। के प्रश्न होला? प्रश्न यो हो कि संविधानमा यस्तो व्यवस्था त गरियो, यस्तो संरचना बनाइयो, प्रक्रिया तोकियो, तर व्यवहारमा चाहिँ नि यो संरचना र प्रक्रियाले साँच्चीकै भ्रष्टाचार नियन्त्रण गर्न कतिको प्रभावकारी भूमिका खेलेको छ त? सिद्धान्तमा जे लेखिएको छ त्यो व्यवहारमा कति सफल भइरहेको छ? यो चाहिँ निरन्तर सोच्नुपर्ने र खोज्नुपर्ने विषय हो जस्तो लाग्छ।